गाइस स्वागत छ तपाईलाई। तो चलिए शुरू करते हैं। कार्की भ्लगमा आज चाहिँ हामी यहाँ रामधुनीबाट भित्र रामधुनी जाँदै थियौँ है जङ्गलतिर। हामी सोध्दैछौँ हजुरहरूलाई ठाउँ बिर्सेर। ल ल धन्यवाद धन्यवाद तपाईँहरूलाई। अब ठाउँ देखाइदिएकोमा सिधै रहेछ। अझै कति बाटो रहेछ आमामा, लामो न लामो बल्ल जङ्गल छिर्दैछ चिलपारामा। यहाँ चाहिँ हाम्रा भगवान् राम वनवास बसेका जङ्गल अरे, त्यही भएर हामी घुम्न जाँदैछौँ त्यता मन्दिर है। हाम्रो भगवान् यहाँ कुन ठाउँ आइपुग्यो, यो अब कन्फ्युज ठाउँ आइपुग्यो। यो कहाँ हो कुनि, यो बाटै कता हो, कन्फ्युज भयो कन्फ्युज। अझै सिधै रहेछ है बाटो। जङ्गलको भ्यू चाहिँ यस्तो छ, यस्तो दामी जङ्गल छ नि, नाइस ठाउँ चाहिँ जे होस्। कुनै बेला धर्मकर्ममा हिँड्दा नि राम्रै ठाउँ पर्छ है, हिँड्दा हिँड्नुपर्छ। त्यही भएर धर्मकर्ममा पनि बेला बेला बात त सही है। बाँदर देख्यौँ है यो जङ्गलमा। अब बाँदरको साथमा हामी जाँदैछौँ। र तर दोष जस्तो देखिन्छ, ठ्याक्कै मान्छे जस्तै छ है। हामी चाहिँ रामधुनी मन्दिर ठ्याक्कै आइपुग्यौँ। रामधुनी मन्दिरको चाहिँ लुक यस्तो छ है, दामी ठाउँ रहेछ है। सो दामी 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 मान्छे घुम्न पनि धेरै आए जस्तो त छैनन्, तर ठिक्क ठिकै छन्। गेटको सिस्टम चाहिँ दामी रहेछ। गेट खोलेर चाहिँ हाम्रो बाजार यस्तै छ होइन। यहाँ चाहिँ मान्छे पर्यटक अलिअलि छ, त्यस्तो साह्रो आएको छैन, यत्रो भित्र आउँदैनन्। रामधुनी मन्दिर होइन, यहाँ चाहिँ पुरै राम्रो रहेछ। यहाँ चाहिँ हाम्रो भगवान् रामले तपस्या गरेर बसेका ठाउँ अरे, जङ्गल। तपस्या होइन, यो के अरे सीतालाई खोज्दा 14 वर्ष गयो। सीतालाई खोज्दा त 15 वर्ष वनवास बस्दा यहीँ बसेका अरे होइन। यहाँ चाहिँ म घन्टी बजाउन चाहे एकचोटि किरिने। अरे बाफरे डरो भयो है। सो मन्दिरको लुक चाहिँ दामी रहेछ, ठाउँ पनि